Hi guys, welcome back to Kriti's vlog. आज चाहिँ हामी क्यानबेरामा छौँ and we are going Arboretum Garden today with Kusum, Kritesh, me, Susmita Didi, Ravindai and Ravindaiको mommy and baba. So yeah, this is our day for today and we are at Canberra. यता हेर ल भन न त के छ. Hello guys, welcome to Kriti's vlog. After a very long time we are back again. धेरैलाई चित्त दुखाउनु भएको छ होला हामीले ब्लग एडिट गराएसँग त्यो भएर ब्लग आएको छैन है. Too much vlog on painting. नेभर माइन्ड है, अब यहाँ छिट्टै अब हामी ब्लगहरू ल्याउने छौँ. आजको लागि चाहिँ हाम्रो दिन चाहिँ अब हामी नेसनल आर्बोरेटम भन्ने ठाउँ जाँदैछौँ. त्यहाँ चाहिँ त्यो अब के भन्छ बोन्साई ट्री हुन्छ, त्यो फुच्चे ट्रीहरू एकदम पुरानो त्यस्तो ठाउँमा जान्छौँ होइन. अब क्यानबेरा चाहिँ हामीले पासपोर्टको सिलसिलामा आउँदाखेरि यसो अब घुमिदिउँ भनेर है त. अब बाटोमा के कस्तो हुन्छ देखाउँछ अनि गन्तव्यमा पुगेपछि तपाईँहरूलाई त्यहाँ के कस्तो हुन्छ सबै कुरा हामी तपाईँलाई देखाउनेछौँ. त अहिलेको लागि चाहिँ पिस आउट. The weather of Canberra is so nice today. Cloudy थियो तर अलिअलि सनी पनि भएकै छ साथीहरू. So National Arboretum को आजको दिन पनि एकदमै रमणीय छ. मौसमले एकदमै साथ दिएको छ. सबले साथ दिएको छ आज हामीलाई एकदमै. भ्लग छ है दिदी. ल वेलकम टु कृतिस भ्लग दिदी. ल आज चाहिँ हामी अब आइपुगिसक्यौँ हाम्रो केही नि हुन्न गन्तव्यमा. ल मम्मी आज तपाईँ टिभीमा हेर्न पाउँछ है हामीले बाबा र मम्मीलाई. ल अब हामी जाँदैछौँ यता हो. ए ल Okay, I would like to take over this. Okay. Hello guys. The owner of this vlog. म हैन उ त्यो ओनर. तिमी पार्टनरशिप मा ओनरशिप को कामदार. यसपालि चाहिँ मलाई कुसुमले साथ दिनुभएको छ है. थ्याङ्क यू सो मच कुसुम. यसपालि चाहिँ ब्लग पक्कै पनि आउनुपर्छ है त. आउनुपर्छ काका. अनि त्यो चाहिँ के टावर हो रे काका? As we have spoken earlier. सुन्नमा आयो नि सर यो टेस्लाको टावर. टेस्ला हैन काका, टेल्स्ट्रा. टेस्ला हैन काकाको फर्स्ट टाइम हो नि त यो, त्यही भएर टेस्ला है यो टेस्ला हैन टेस्ला. यो चाहिँ टेल्स्ट्रा टावर हो एक साथीहरू है. क्यानबेरा आउनुभयो भने चाहिँ यु क्यान सी दिस टावर फ्रम एभ्री कर्नर क्यानबेराको. क्यानबेरामा आज पहिला पनि आइयो हजुर. तर मान्छे नै छैन जस्तो लाग्थ्यो. तर आज के हो है, अब यहाँ चाहिँ खत्रै मान्छे छ. गाडीको माहौल हेर्न सक्नुहुन्छ यसरी है. सबैजना यहीँ आउनु भएको छ. वेदर पनि आज पर्फेक्ट नै छ है. बिस्तारै जान्छ. अब हामी हजुरलाई भित्र गएर भेट्छौँ. हामी देखाएन है मम्मीहरूलाई भिडियो देखाउनु पर्छ. ए यो के त्यो युकेमा चाहिँ एउटा एडेन्स प्रोजेक्ट त्यस्तै रहेछ. टाढो टाढो सबजना हिँड्दैछौँ हामीहरू. ल जाऊँ. कस्तो राम्रो देखियो. ए ऊ डाँडाको माथि अहिले जानुपर्छ बाबा. ल है आयौँ हामी बोन्साई हेर्नलाई. है त गाइस हामी चाहिँ आइसकेका छौँ नेसनल आर्बोरेटम कलेक्सनहरू. एकदम ब्युटिफुल प्लेस छ. ल हाम्रो ग्याङ ब्याङ यता. ल जाऊँ. त बोन्साई काट्दै रहेछ. हेर्दैछु त साथीहरू कस्तो दामी. एज 1969.
एज अफ ट्री हेर्नु त 206 वर्ष रे तिम्रो उमेरको रहेछ यो माउन्टेन बर्गेन मेरो उमेर 25 वर्ष लागेछ यो पनि त्यो हेरिस त कति क्युट क्युट धुपी यस्तो छ क्या धुपी होइन यो त त्यो उसके हाम्रो उस फल्दैन त्यो हो त्यो वाला बोन्साई अन्त अर्का कस्तो काटिरह मान्छेले कस्तो राम्रो के हो त्यो ए अँ त नि बटरफ्लाई जस्तै है यो तर यो त त्यो आफै नर्मल नर्मल रुखहरू नै रहेछ कि है त्यो हुन्छ नि यो त कटुसको रुख जस्तै होइन रहेछ तर ब्याङ्सिया कटुसको रुख जस्तै देख्नु हेर न यो हजुर त नि हेरिसक्यो अबे कति क्युट क्युट हो मलाई त यो हो क्या यस्तो हो क्या मनपर्ने कुत्रु कुत्रु भएको यसरी छरेर फर्ने चाइनिज जुनिपर अरे यो चाइनिज गोस पनि रहेछ साथीहरू भन्छ है यत्रो सानो हेर्न सक्नुहुन्छ यो चाहिँ नेपालको अरे नेपाल जुनिपर अरे यो प्राइभेटली सबैजना हेर्दै हुनुहुन्छ के चाइनिजवाला के कस्तो राम्रो सबै राम्रो छ साथीहरू ओभर एक्सपेन्सिभ होला यहाँ त यहाँ पनि नेपालको अरे नि त यो जुनिपर अरे हिमालतिर पाउने रहेछ हिमालयन सेडल हेर्न सक्नुहुन्छ यो रुख ल है यहाँ चाहिँ हाम्रो हुँदैछ फ्यामिली फोटोसुट क्यामेराम्यान हुनुहुन्छ यहाँ 1 2 कति राम्रो ठाउँ रहेछ यो त गजबको रमाइलो के पिकनिक सिकनिक खाँदा त मजा आउँदो रहेछ यहाँ के कस्तो मिठो हुन्थ्यो चटपटे अहिले हेर चटपटे मिस भइरहेछ चटपट लभर ल है त हामीहरू चाहिँ यहाँ भिडियो खिच्दै गुड्क्यो ओके फोटो सेसन हो यो कस्तो लाग्यो त यहाँ फर्स्ट टाइमर उहाँहरू त थर्ड फोर्थ टाइम हो अरे मम्मी बाबाहरूको 10 चोटि हजुर मात्रै कि फर्स्ट टाइम म पनि आइसकेँ वेदर चाहिँ एकदमै मलाई त यो आकाश नै एकदमै मन पर्यो Telstra Tower
टेल्स्ट्रा टावर भन्नुभएको थियो लुकआउट होला को भन्दै थियो अनि स्कुलको बच्चाहरू चाहिँ आज भिजिटमा आएको जस्तो छ उनीहरूको अनि यो भित्र क्याफे छ हामी चाहिँ अब यहाँ लन्च गर्ने कि भन्ने लन्च नै गर्ने भन्ने प्लान छ तर लेट्स सी बाहिर पनि जानु सक्छौँ सिटीतिर लन्च गर्न तर वेदर चाहिँ एकदमै राम्रो छ आज खुट्टा तन्काउ न के गरेको माथि पो गयो तिमी तल जाने हो हेट तेरी ल है हामीले चाहिँ के हो मम्मीहरूलाई गरिदिनु पाए रे पाए के पाए ए भयो पाइँदैन मलाई पनि मन पर्दैन एउटा अनि यो पाइनएप्पल कोकोनट चिज केक अलिकति खाने मन लाग्ने जस्तो टाइपको छ नि ट्राई गर्नु नि त एउटा हुन्छ अनि कफीहरू के हो कसो हो ल हाम्रो आजको ब्रेकफास्ट पछिको लन्च लाइट लन्च It's a beautiful view. र आउनुहोस् है हामीले मिठो लन्च खाएर अब हामी गाडीतिर जाँदैछौँ यो ठाउँबाट अब अर्को ठाउँ जानेवाला छौँ साथीहरू अनि यता हुनुहुन्छ सबैजना भ्यू राम्रो भन्ला तर मान्छे नि राम्रै छ मान्छे त नोटिस नै गरिनँ मैले ल हेर्नुहोस् है साथीहरू उहाँहरूले भन्नुभएको भ्यू चाहिँ यही हो है त कमेडी कस्तो लाग्यो त यो ठाउँ गजब कुनै त अस्ति हामी फिगर रेट जाँदाखेरि पनि यस्तै रुख थियो नि ठुल्ठुलो बाटोमा यस्तै थियो तर अलिक ठुलो थियो के मनी कति दिन खुट्टा दुखेर कस्तो राम्रो आएको बादल उता पछाडि फोटोसुट हुँदैछ हाम्रो यहाँ क्यामेराम्यान दुईजना है एकदम प्रोफेसनल हुनुहुन्छ उहाँहरू एकदम तपाईँहरूलाई पनि यसरी नै कतै घुम्न जानु छ र क्यामेराम्यान चाहिन्छ भने चाहिँ उहाँहरूलाई सम्झिनु होला उहाँको नाम चाहिँ रबिन उहाँको उताको नाम चाहिँ कुसुम क्यामेराम्यान रबिन एन्ड कुसुम डिस्काउन्टको लागि चाहिँ होइन डिस्काउन्टको लागि चाहिँ कृतेश भ्लग 10% डिस्काउन्ट उहाँहरू तपाईँहरू अलिक मिलनसार हुनुभयो भने उहाँहरूले अझै 50% पनि अफ गरिदिन सक्नुहुन्छ भन्दै अब हामी यहाँबाट बिदा भएर अर्को ठाउँ जान चाहन्छौँ है त साथीहरू यो चाहिँ हाम्रो ब्युटिफुल भ्यू कतिचोटि देखाउने त्यही पनि एकदमै राम्रो छ यहाँको भ्यू चाहिँ बाबाले चाहिँ एकदमै राम्रो ठाउँ छ यता भनेर हामीलाई लाँदै हुनुहुन्छ एकदमै राम्रो हुन पनि एकदमै हेर्नुहोस् त यहाँ हिउँ पर्यो भने त साथीहरू एकदम दामी देख्छ गजबको जङ्गल सिनारी एकदम राम्रो रहेछ टोइलेट पनि रहेछ कति राम्रो टोइलेट टोइलेट जानु पर्ला अब गजब ऊ पिकनिक खाहा अर्का नेपालीहरू के हो यो ठाउँमा त कस्तो राम्रो देखियो ल यहाँ चाहिँ को होला त्यो को सुटिङ हुँदैछ हिरोनी प्रकृति प्रकृति ओ के गरेको कृतेश खिची उसकै जसकोमा स्टोरेज छैन ऊ खिची गर्दैछ
नाटक के अघि मैले खिचेको देखेको त्यसरी ट्याप्राक्क टिपिहाल्यो मैले आफै सिकेँ कहाँ सिक्यो तिमीले अघिसम्म त गरेको थिएन त जब मैले गरेँ तब मलाई देखाउँछ हेर्नुहोस् न यो कृतेशले नाटक गर्छ कि साथीहरू के रहेछ यो यस्तो के हो यो जाति कस्तो मजाले बनाएको जरा हो त नि यो जरा चाहिँ इन्ट्रेस्टिङ रहेछ कस्तो मजाले बनाएको यो जरा हो त नि हेर्दैछ त साथीहरू रुख ओइ 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 निस्किएन फेरि निस्किन नसक्ला है रुख रुख परी आज रुख बन्यो रुख रुख बन्यो त यहाँ चलाबाट हामी चाहिँ अब एन्सली लुकआउट जाँदैछौँ सो बिफोर द्याट केही सिनेरीहरू इन्जोय गरिदिनु होला यो चाहिँ वार मेमोरियलको फ्रन्ट लुक हेर्नुहोस् न आकाश कति राम्रो देखिएको छ अगाडि चाहिँ दिदी भेनाहरू हुनुहुन्छ अनि हाम्रो क्युटेस्ट ड्राइभर हेलो अनि हाम्रो ब्याक प्यासेन्जर प्रिन्स भनौँ यहाँ एकजनाको सिट खाली भयो कि हाम्रो न्यू क्यासल ट्रिपबाट आउनु पर्यो साथीहरू ल है आर्बिटोरियम 15-20 मिनटमै यहीँ आइपुग्यो त नि कस्तो दामी देखेको यहाँ हिमालमा यहाँ देख्छ होला कस्तो राम्रो देखेको पार्लियामेन्ट हाउसको त्यो बाटोहरू ब्युटिफुल प्लेस ल अब हामी जाँदैछौँ कता कता हाम्रो यो ट्रिप हाम्रो त खाइसक्यो अब उसको मात्रै बाँकी छ खानुहुन्छ तपाईँहरू खानुहुन्छ भने लाउनुहोस् भन्न चाहन्छौँ र त्यही हो अब हामी जाँदैछौँ यहाँ मिठो आइसक्रिम पाउँदो रहेछ तर मिठो त अब भुलिसतिर नि त्यही हो अब सेम नै हो साथीहरू ल हामी चाहिँ चाइनिजले बनाएको बेजिङ गार्डन अलिअलि लिटल चाइना भाइब्स विथ लेकको भ्यूमा आइसकेका छौँ साथीहरू ल यहाँ त के हो बार्बिक्यू गर्ने ठाउँ रहेछ लेक कस्तो राम्रो रहेछ एकदम क्वाइट पिसफुल है क्यानबेरा त अब जहाँ पनि क्वाइट एन्ड पिसफुल नै छ आन्टी लेननले आफै हल्ला गरेन भने होइन एकदम राम्रो त्यो त हो ल आइपुग्यौँ के रहेछ यो साथीहरू सो क्युट हामी फाइनली बेजिङ गार्डन आइपुग्यौँ अनि बेजिङ गार्डनमा एकछिन त्यहाँ हेरेर एकदमै राम्रो रहेछ ठाउँ चाहिँ अनि यहाँ चाहिँ हामी नेपाली स्न्याक खाइरहेछौँ अनि हाम्रो कृतेश भ्लगको ओनर चाहिँ पल्टिसक्नुभयो पुरै पल्टाङ पुल्टुङ अलि प्यासिभ हुनुहुन्छ नि हजुरको कन्सेप्ट सोच्नेमा अलि बिजी छ ए कन्टेन्ट ओके सोच्नु सरी सोच्दैछु एकदम लास्टिङ होला त्यही भएर मैले अहिले चाहिँ सहपाठीहरूलाई ब्लगको लागि
ए खिचे बाबा यताबाट यसरी घुमेर आएको म यो चाहिँ हाम्रो नेपाली स्न्याक्स हुँदैछ अब गार्डन चाहिँ यता छ एकदमै राम्रो रहेछ एकदमै त राम्रै हो गार्डन यता के बेल जस्तो छ भन्नुभएको थियो आई क्यान नट सी है जुम गरौँ ओ यस द बेल रहेछ एउटा छ त्यो चाइनिज गेटहरू जस्तो रहेछ उतापट्टि चाइनिज जापानिज गेटहरू जस्तो त्यही हो एकदम राम्रो ठाउँ चाहिँ रमाइलो फ्यामिलीहरूसँग पिकनिकहरू आउने जस्तो टाइपको रहेछ अनि वहाँ टेल्स्ट्रा टावर त सिडनी सरी क्यानबराको जहाँबाट पनि देखिने त्यहाँ चाहिँ नेसनल म्युजियम हो त्यो चाहिँ अस्ट्रेलियाको क्यानबराको अनि उता चाहिँ हामी अघि गएको ठाउँ थियो नि बनसाई हेर्न एर्बोट्रियम त्यहाँ हो क्यानबरामा चाहिँ जुन पनि ठाउँ चाहिँ 15 to 20 मिनट्स वकहरू जतिमा पुग्ने रहेछ कि वक सरी ड्राइभमा नेपाली स्न्याक्स त छुटाउनै भएन चटपट त यहीँबाट खाएर जानुपर्ने कि है अस्ति नै किनिसक्थ्यो जुत्ता कि अस्ति नै किनिसक्थ्यो अनि मैले पछि उसमा आउँदाखेरि त्यहाँ त यस्तो हुन्छ नि त एउटा किन्दाखेरि अर्को हाफ प्राइसमा आउँछ नि त खोजमा त हो डिस्काउन्ट गएको साथीहरू तर गिफ्ट दिएपछि त्यसरी लाउनु नष्ट गइरहनु नि त अनि हुन्छ कति छिटो पछाडिबाट गर्दै है हाम्रो बसाइ पनि सकियो यति राम्रो ठाउँमा हावा पनि राम्रै मिठो लाग्यो दिपाको यो के भन्छ म्याट पनि कता कता पुग्यो ल यो ठाउँलाई अब हामीले बाई भन्ने बेला भयो What happened? फोर गर्नु भएन त्यो उड्यो तर हुन त डिग्रेडेबल हो त्यही पनि ल अब हामी ठाउँलाई बाई गर्ने बेला भयो ल काका फ्यु वर्ड्स बिफोर यु लिभ दिस ब्युटिफुल प्लेस सबैजना आउनुपर्छ क्यानबेरा वेलकम टु द गुड नाइट वेलकम पार्टी छिटो ल हुन पर्यो बाई ल सबैजनाले बाई ल है त अब हामी फर्किँदैछौँ यो बेजिङ गार्डनबाट यो चाहिँ लेक अफ क्यानबेरा इट्स सो प्रिटी त्यो चाहिँ अब टेस्लाको टावर अरे अहिलेको लागि चाहिँ हालसाल बन्द छ त्यस कारणले गर्दा चाहिँ हामी यो पालि जान पाइएन होपफुली नेक्स्ट टाइम आउँदाखेरि चाहिँ खुल्छ भन्ने आश राख्दै यसो हेर्दैछौँ ल भेरी नाइस प्रिटी सबैजनाले चाहिँ वर्ल्ड पिसको लागि वर्ल्ड पिस बेल अरे है साथीहरू यो एकदम राम्रो शुभ घन्टी छैन काका छैन के त्यही छ त डाम ल साथीहरू सेफ हाम्रो दाई बिरयानी है त दिदी पनि हाफ हाफ सेफ फुड कलर होला अभी तल रहेछ नि त झन् मिठो हुन्छ त्यो आगो ठुलो हुन्छ जस्तो लाग्थ्यो क्या यताबाट मैले सानो वालामा सार्दै थिएँ ल त यसो राम्रोसित जानु होला तिमीसित आउनु होला पक्कै पनि दाइ ल छिट्टै पनि हजुर ल छिट्टै भेट्नु पऱ्यो है त दाइ ल दिदीलाई बाबालाई गयो भनिदिनु होला ल मम्मीबाट केही सन्देश मम्मी फेरि पनि फेरि पनि अघिकै सन्देश हजुर हजुर
हजुर हस् ल राम्रोसँग बस्नु ल छिट्टै भेटौँ ल भने बाचा गर्दै अहिलेलाई चाहिँ बिदाई हुन्छौँ हामी हस् हजुर हस् ल ल छिट्टै भेट्नेहरू बाचा गरेर अहिलेलाई चाहिँ हामी बिदाई हुन्छ है त हस् ल